के छ सागर? एकदम ठिक छ। के छ तिम्रो यार? ठिकै छ यार एकदम यार। अनि के छ नयाँ नौलो? नयाँ नौलो त के हो नि, यस्तै छ अब चलिरहेको जिन्दगी हैन। अब पढाइ स्कुल कलेज यताउता अब सबै कलेज स्कुल भन्दिरहेको त्यही त कलेज होइन। अनि मलाई चाहिँ होइन आजको दिन अब यसरी माइक समातेर बोल्दा चाहिँ होइन के को याद आयो भने ठ्याक्कै आजभन्दा 2 वर्ष अगाडि चाहिँ ठ्याक्कै म रेडियोमा काम गर्थेँ होइन। ठ्याक्कै त्यो भाइब्स पुरा याद आइदिरहेको गर्छु तिम्रो स्टुडियोमा पनि। त्यही त। अनि तिमी त 2 वर्षपछि भन्यो, अब म त माइक समातेर यसरी बोलेको लगभग अब पहिलोचोटि नै हो भनौँ। अब गाउँतिर यसो वार्षिक उत्सवहरूतिर स्कुलतिर कलेजतिर कहिले काहीँ बोलियो होइन। अनि अरू के छ नयाँ नौलो, कस्तो चल्दैछ जिन्दगी? ठिकै छ सागर यार एकदमै ठिक छ भन्नुपर्छ आजसम्म चाहिँ। आजसम्म त ठिक छ, ठिक हुँदै जान्छ। अनि त्यो भन्दै गर्दा होइन, अनि मलाई चाहिँ फर्स्ट टाइम याद छ कि होइन, म चाहिँ त्यतिखेर यो चाहिँ 2018 को कुरा होइन। 2018 मा चाहिँ फर्स्ट टाइम म चाहिँ कोभिड अगाडिको कुरा रहेछ। कोभिड अगाडि रोमाञ्चकै हुनुपर्छ पक्कै पनि। त्यही त। अनि के भइदियो नि त्यतिखेर चाहिँ अब भर्खर त्यो एउटा हुन्छ नि अब +2 पढ्ने बेलामा चाहिँ एउटा त्यो उत्साह आउँछ क्या, अब यसो अब के गर्ने यताउता भन्ने बेलामा चाहिँ मलाई चाहिँ के भइदियो नि, एक दिन चाहिँ हाम्रो एकजना दिदी हुनुहुन्थ्यो, त्यो दिदीसँग चाहिँ म चाहिँ ओके त्यहाँ रेडियोमा एकजना जान पऱ्यो होइन। त्यहाँ गएर यसो अब खाली भ्याकेन्सी छ भनेर गएको होइन। फर्स्ट दिनमा गएको होइन म, अनि त्यही दिनमा राखिदिइराखेँ मलाई त। अब कामको कुरा गर्दाखेरि अब त्यस्तै थियो। म चाहिँ अलिकति छिटै पढायो होइन, उमेर अनुसार म अब पोखरा पढाएँ 1 र 2, अनि 3 र 4 चाहिँ नपढेँ, गाउँमा गएर 5 मा पढेको सिधै होइन। त्यही किसिमले 11-12 सकेँ, एक दिन घरमा सुतिरहेको थिएँ, अनि अङ्कल आउनुभयो। अङ्कल आएर ल त हिँड मसँग भन्नुभयो अङ्कलले। बाइकमा चढेर गएँ, अनि जाने बेला अलिअलि बाटोमा त कुरा भएको थियो। लगेर एउटा त्यो टाइल मार्बल कम्पनी थियो क्या त्यहाँ चाहिँ सेल्सम्यान र असिस्टेन्ट अकाउन्टेन्टको खाँचो रहेछ। अनि लगेर ल यो मेरो छोरा हो, अब यसलाई के गर्नुपर्छ गर्नु तपाईँहरूले भनेर त्यहाँ लगेर छोडिदिनु भयो। त्यो नै मेरो फर्स्ट एक्सपिरियन्स हो। त्यो दिन चाहिँ अब बच्चा जस्तो माने के गरेँ होइन, अब 2-3 घन्टा काममा राखेर ल त घर जा भने घर जा सिधै। अनि त्यसपछि स्याङ्जाली हो गरे, अब यताउता त आइहाल्छ होइन अहिले। त्यही त। अनि टक्क अब यताउता गफसफ हान्दै जाँदाखेरि लगभग त्यहाँ मैले 2 वर्ष जति काम गरेँ, धेरै रमाइलो भयो। अनि मलाई चाहिँ होइन 2018 मलाई याद छ कि होइन, अनि त्यतिखेर चाहिँ अनि म गएँ। अनि गइसकेपछि त अनि फर्स्ट टाइम म चाहिँ रेडियोमै फर्स्ट टाइम छिर्दिरहेँ। अनि अब अहिले जसरी हामीले युज गरिरहेको छौँ नि यो सानो मिक्सर जस्तो त्यस्तो, अनि बच्चादेखि चाहिँ यस्तो कुराहरूमा एकदम इन्ट्रेस्ट के त्यो हुन्छ नि, केही भयो भने त्यो घरमा भएको सानो रेडियोहरू सानो नब्सहरू, अनि पुरा त्यो कुराहरूमा एकदम इन्ट्रेस्ट के। अनि जाने बित्तिकै रेडियोमा त पुरा त्यो आफू त बच्चादेखि त्यो टेक्निकल फिल्डमा एकदम इन्ट्रेस्टेड होइन। अनि जाने बित्तिकै सबै देख्दा चाहिँ म त यही काम गर्छु जस्तो भयो। अब तिमी त्यस्तो रहेछ, फेरि अब मेरो चाहिँ अलिकति छुट्टै किसिमको क्या, त्यो इन्ट्रेस्टको हिसाबले तिमीले काम पाएको रहेछौ होइन। अब मेरो इन्ट्रेस्ट चाहिँ के भन्यो भने सानो बचपन त त्यो रेस्लिङ र फुटबल मात्रै हेर्दै गयो होइन, फुटबल क्रिकेट। अब गाउँमा त अब ग्राउन्डको त जरुरतै छैन, घरतलतिर गयो भने गराहरू बारीहरू जति पनि हुन्छ होइन, त्यहाँ हामीले अब बल खेल्ने यताउता अब लड्ने दड्ने कान्ला उफ्रिने कान्ला फिड्किने गरिरहेको मान्छे। अब अलिकति नयाँ ठाउँ थियो त्यो मेरो लागि, सहरमा मान्छेहरूसँग कसरी बोल्नु पर्ने रहेछ यहाँ यताउता सबै सिकेको नै त्यहीँबाट हो। अनि त्यसपछि त्यस्तै भयो। अनि मेरो एउटा साथीले जापान अप्लाई गरिरहेको थिएँ, अनि बिचरा उनको पनि अब दुर्भाग्यवश जापानमा भिसा लागेन, टोकियो गरिरहेको थिएँ। अनि म पनि उसकै अब पछि लैलेमा ल अब साथीसँग 2 जना जाने भनेर अब टक्क गरिरहेको थिएँ होइन। अब उसको भिसा नआएपछि अनि ल जापान त नजाने भन्ने कुरा आयो होइन। अनि त्यसपछि चाहिँ अब के गर्ने भने अस्ति अननोलमा थिएँ। अनि तिम्रो के छ, कसरी चाहिँ विदेशको सोच्यौ त पहिला? अब मेरो भन्नुपर्दा होइन ठ्याक्कै 2022 मा चाहिँ मैले फर्स्ट टाइम आइएल्स पढ्छु भनेको होइन। अनि ल त नि आइएल्स पढिदिउँ भनेर त्यतिखेर आइएल्स पनि एक्जाम दिन्छु भनेर माइन्ड मेकअप बनाएँ होइन, एउटा पोखरामा एउटा कन्सल्टेन्सीमा। अनि ल अब चाहिँ आइएल्स दिनु पऱ्यो, अब चाहिँ के सोच्नु पऱ्यो, बाहिर जानु पऱ्यो किनभने अनि घरबाट पनि हुन्छ नि एउटा, अब घरबाट पनि +2 सकाएर अब ब्याचलर्स गरेको बेलामा के भन्छन् एउटा प्रेसर के हुन्छ भने घरको छोरा भइसकेपछि विशेष गरी नेपालमा हुन्छ नि, मोस्टली नेपालमा चाहिँ लाइक एउटा जिम्मेवारी हुन्छ होइन। त्यो भएको कारणले गर्दा नि अब चाहिँ के गर्नुपर्छ है भन्ने, ब्याचलरमा यहाँ पढेर यहीँ पढ्ने हो भने राम्रोसँग पढ, नत्र भने के सोच्नुपर्छ भन्ने जस्तो कुरा भयो क्या। अनि 22 मा चाहिँ मैले आइएल्स दिन्छु भनेर आइएल्स दिएको होइन। त्यतिखेर चाहिँ फेरि मैले हावा तरिकामा आइएल्स दिएको कि बिग्रिरह
अब सबैको त्यस्तै हुँदो रहेछ लगभग। अब प्रायः मान्छेहरूले के भन्छ भने म यो कन्ट्री आउने सोचेकै थिएन होइन, अब कसैको त ठ्याक्क फर्स्ट सर्टमै ठ्याक्क सेयर भइहाल्छ होइन। अनि मैले चाहिँ त्यो बेलामा के भयो भने फर्स्ट एटेम्प्ट आइल्स बिग्रियो होइन। कति ठ्याक्क स्कोर पनि भनिदेऊ न, के फरक पर्दैन स्कोर के फरक पर्दैन, आफ्नो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ यहाँ। स्कोर चाहिँ इट वाज प्रिटी गुड, तर एउटामा चाहिँ जुन चाहिँ रिडिङ सेक्सन स्टिल म सम्झिन्छु, रिडिङ सेक्सनमा चाहिँ त्यो चित्त बुझ्दो थिएन होइन। त्यसले चाहिँ क्यानाडामा एप्लाई गर्न चित्त बुझ्दो थिएन भनेपछि क्यानाडाको मिनिमम रिक्वायरमेन्टमा पुगेन जति भनिन्छ के अरे पुगेन, त्यो 6 भन्दा तलै थियो। अनि पुगेन, अनि नपुगेपछि अनि म चाहिँ के सोचेँ भने अब मिडियामा काम गरिरहेको, फेरि मिडिया भनेको यस्तो एउटा, अब मिडियामा काम गर्ने साथीहरूलाई थाहा होला, मिडिया भनेको यस्तो एउटा लज जस्तो हो कि वन्स युआर इन्टु द्याट होइन, त्यसमा भइसकेपछि छोड्नै मन लाग्दैन क्या भनेको। अब त्यसमा त्यो हुन्छ नि, युज टु भइन्छ होइन। अनि म चाहिँ त्यो काम गरिरहेको थिएँ, अनि म चाहिँ अब ल ओके लेट मी डु होइन, म चाहिँ अब छोड्दिनँ, अब यहीँ गरिरहेको छु। अनि अब यसो सरकारी जागिर सागिरमा अब ब्याचलर सासुलाई कटाउँछु होइन। ठिक छ, फेरि गाउँतिर अब अलिकति म चाहिँ यताउता भन्दा नि सरकारी जागिर खाएको भनेपछि एउटा छुट्टै हुन्छ नि त। अनि त्यो मात्र नभएर पोखरामै पनि लाइक अब चाहिँ अनि लाइक अब सबैले हुन्छ नि सरकारी जागिर यसो गरिदियो हुन्छ नि, यसो अब सरकारी जागिरको लोकसेवा पढेर अब निकालिदेऊ, नामसाम निकालिदेऊ भन्नतिर लाग्यो कि साथीहरू भन्नाले अब दाईहरू जो चाहिँ अब त्यही मसँग काम गर्नुहुन्थ्यो। अनि मैले चाहिँ के भने आइल्स पनि बिग्रेको, आइल्स बिग्रेपछि अब छोडिदियो अब भनेर मैले त्यो बाहिर जाने भनेको अब त्यस्तै रहेछ, बाहिर जाने होइन, अब चाहिँ केही गर्नुपर्छ भनेर सोचेँ। एकचोटि हुन्छ त्यस्तो अब सबै कुरा, त्यही त अब के गर्ने होइन, आइल्स पढे आइल्समै फेल भएपछि त कसरी गर्नु त होइन। अनि पछि त्यसको समय होइन 1 वर्ष बित्दै गयो होइन, 1 वर्ष लगभग 1 वर्ष नै भनौँ, 1 वर्ष जति बित्यो। अनि ठ्याक्कै जुन म कन्सल्टेन्सीमा आइएल्स गरेको थिएँ नि त्यहाँबाट अनि सरले चाहिँ के एक दिन भेट भएको थियो होइन सरसँग। अनि सरले के भन्नुहुन्छ नि, भाइ यार तिमी यार कहाँ यार वो नगरेर हुन्छ, के गर्नु पऱ्यो अब, कि त यहाँ कि मिडियामै लाइफ बिताउने हो, मिडियामै हो, पुरा मिडिया नै काम गरेर सबै गर्ने हो कि यतिको मान्छे जानुपर्छ, यस्तो हुन्छ नि। हजुर हजुर, त्यस्तो गरिसकेपछि म चाहिँ सर अब त्यो बिग्रियो त्यतिखेर होइन, अब छोडिदिनु अब भन्नेतिर लाग्यो। अनि सरले चाहिँ मलाई त्यो बेलुकाको हुन्छ नि, एकजना मसँगै काम गर्ने एकजना सर हुनुहुन्थ्यो, उहाँ 2जना साथी, 2जना मिलेर मलाई यस्तो म्यानिपुलेट भन्दा पनि इट्स नट अ म्यानिपुलेट होइन, तर मलाई चाहिँ मोटिभेसन होइन, मलाई चाहिँ मोटिभेसन, त्यो मोटिभेसनले मलाई एउटा के बनायो भने अब ल एकचोटि ट्राई गरौँ न त, अब किनभने अब एकचोटि ट्राई गरौँ होइन, अब किनै हुन्छ र अब एकचोटि दिउँ भनेर। अनि सेकेन्ड अप्सन चाहिँ राखेको पिटी होइन। अब मेरो चाहिँ यसै सन्दर्भमा जोड्न चाहिँ जापान भएन होइन, अनि त्यसपछि के गर्ने भन्ने कुरा आयो। मैले पनि अब पहिलो एटेम्पमा पिटी नै दिएको, पिटी दिँदाखेरि कस्तो भयो भने मेरो पनि लाइक इज इट सेम है, मेरो नि इट वाज भेरी गुड बट इन वान सेक्सन इट वाज भेरी पोर। चिप्ल्यो नै होइन, नमजाले चिप्ल्यो, नमजाले होइन त्यस्तो साह्रो कतै अप्लाई गर्न नमिल्ने स्कोर त थिएन कि। तर जे होस् मैले अब त्यति बेला सोचेको चाहिँ अस्ट्रेलिया थियो होइन, किनभने त्यति बेला अब कोभिड-19को लहर पछि त धेरै मान्छेहरू अस्ट्रेलिया गए, त्यही लहरमा थियो। तर मैले त्यो सोचेर स्टेप चाल्नुभन्दा अगाडि नै त्यो ब्रेक भइदियो क्या, एकदमै धेरै ब्रेक भयो होइन। अनि त्यो मार्क्स र फाइनेन्सियल कन्सल्टेन्सी गएको त बाबु तिमी त अब ठिकै छ, मार्क्स पनि अलिकति कमै छ अनि फाइनेन्सियलको रूपमा पनि अलिकति देखाउन गाह्रो छ। अस्ट्रेलिया इट वाज भेरी हार्ड द्याट टाइम है फाइनेन्सियल देखाउनको लागि। अनि फेरि त्यही मोमेन्टमा तिमीलाई याद पनि छ होला 2022 इट वाज भेरी इजी फर अस्ट्रेलिया। लास्ट 2021 मा आई स्टिल रिमेम्बर है, त्यो बेलामा इभन इफ आई एम नट रङ 38 आउने होइन, आइल्स पिटीमा 38 आउने र आइल्समा आई थिङ्क इच ब्यान्ड 5 पढेकै कन्सल्टेन्सीमा गयो त, त्यही त अनि त्यही भएर त जोसेको नि त अस्ट्रेलियालाई। अनि त्यो भएन, अनि त्यसपछि अब युके इट वाज भेरी इजी फर द युके द्याट टाइम बिकज वी डोन्ट ह्याभ टु सो एनिथिङ, जस्ट एजुकेसन लोन भयो हुन्थ्यो। अनि ब्याङ्कबाट लोन निकालेपछि लगभग 100 स्योर सर्ट भिसा थियो, त्यस्तो त्यस्तो कुरा आयो। तर अनि पछि दाइहरूले म काम गरिरहेको ठाउँको दाइहरूले नि के भन्नुभयो भने युके अहिले चाहिँ एकदमै गाह्रो छ होइन, त्यहाँ यताउता भन्ने कुरा भयो। अनि त्यसपछि अब कहाँ जाने त, जाने कहाँ जाने, क्यानाडाको लागि चाहिँ मार्क्स नपुग्ने, फेरि पिटी दिनु पऱ्यो। अनि अर्कोचोटि म अब सेकेन्ड टाइममा चाहिँ के भयो भने फर्स्ट टाइममा चाहिँ अब काममा नि जाने, पिटी पढ्ने गर्दाखेरि अलिकति गाह्रो भयो जस्तो भयो, कामै छोडेर पिटी पढ्दै। अनि सेकेन्ड टाइममा त्यहाँको कन्सल्टेन्सीको सरै अब सक्नु भयो क्या, तिमीले यस्तो राम्रो मार्क्स ल्याउँछ भन्ने सोचेको थिइनँ मैले, जहाँ पनि मिल्छ होइन।
लाइक अब त्यसलाई चाहिँ आइएल्समा कम्पेरिजन गर्ने एउटा माध्यम छ नि त त्यो यो स्कोरबाट त्यसमा चाहिँ 7 आएको थियो कि आइएल्स कम्पेरिजन गर्दा चाहिँ तर त्यो आइएल्समा 7 ल्याउनु चाहिँ गाह्रो नै थियो तर जे होस् पिटी इज क्वाइट इजी भन्दा पनि कम्पेरिटिभली आइएल्सको लागि चाहिँ मेरो लागि चाहिँ आई फिल क्वाइट अ बिट इजी सेम फर मी अल्सो त्यही त अनि त्यसपछि अब हाम्रो भेट पनि त्यहीँ भएको रहेछ के तर त्यति साह्रो चिन्जान चाहिँ नभएको रहेछ कि पढ्ने बेलामा होइन कस्तो भएको भने अब ओके त्यो पार्टमा डाइभ इन हुनुभन्दा अगाडि म चाहिँ होइन के भन्छु भने म पनि ठ्याक्कै तिमीले जुन टाइममा आइएल्स के पिटी दियो नि त्यो टाइममा म पनि भर्खर अब चाहिँ विदेश जानुपर्छ टाइपको भइदिरहेको होइन अनि पिटी पढ्न आएको होइन पिटी पढ्न आयो अनि पिटी पढ्न आइसकेपछि म चाहिँ कस्तो भइदियो मलाई चाहिँ पिटीले पनि धोका दियो भने जस्तो गरेर है स्पिकिङमा आएर न के भयो त्यो दिनमा होइन सबै राम्रो भयो होइन सबै मेरो चाहिँ अलमोस्ट 60 ओभर थियो तर स्पिकिङमा के भइदियो भने चिप्लेर आएर न के भयो त्यो दिनमा माइकको प्रब्लम भन्यो कि मैले बिगारेँ कि अथवा वाट एभर इट इज होइन 47 आयो कि 47 स्पिकिङमा आयो जम्मा 47 फेरि त्यसले पनि काम गरेन त्यसले पनि अब त्यतिखेरको टाइमिङमा चाहिँ कस्तो थियो नि क्यानाडामा चाहिँ अस्ट्रेलियालाई गर्थ्यो क्यानाडालाई चाहिँ फेरि अब नट लेस देन 53 54 त ल्याउने भयो त्यतिखेर त्यति चाहिन्थ्यो होइन अनि मैले चाहिँ के सोचेँ भने अब चाहिँ हुने भएन भन्ने सोचेँ अनि त्यसपछि चाहिँ अनि अब झन् कस्तो लाग्यो अब यो पनि भएन त्यो पनि भएन पहिला आइएल्स दिएको बिग्रियो सेकेन्डचोटि पिटी दिएको सेकेन्डचोटि पिटी पनि बिग्रिन्छ होइन अनि त्यो दिनको मोमेन्ट भन्दा म चाहिँ एक दिन त्यही दिनमा चाहिँ साथीसँग त्यो हामी दुईजना गथ्यौँ होइन तल महेन्द्र के अरे महेन्द्रपुर पृथ्वी चोक पुगेर आउने भनेर हामी गथ्यौँ त्यो टाइममा के भइदियो नि उसले गाडी चलाइरहेको थियो ड्राइभिङ गरिरहेको थियो अनि मलाई चाहिँ मैले भर्खर हात बसालिरहेको थिएँ कि होइन अनि मैले चाहिँ ल म चलाउँछु भनेर गरेको त्यो दिनमा त्यो हुन्छ नि कहिले मान्छेलाई चाहिँ त्यो रिजल्टको वेटिङहरूमा त्यस्तो हुने बेला चाहिँ नर्भसनेस फिल हुने अनि एकदम हतार केही कुराहरू भयो जस्तो म चाहिँ एकदम त्यो लाइक त्यो दिनमा चाहिँ अब हामी माथि गइन्छ खाजासाजा खाइन्छ होइन त्यसपछि रिजल्ट हेर्छु भन्ने सोच बनाइरहेको थिएँ यस्तो गरेर ढोका तानेको आफ्नो हातले नै यसरी ढोका च्यापेछु के ढोकाले हात च्यापेछु होइन उमलाई अब त्यो रस भएको बेलामा त्यही त अनि यस्तो पेन भयो कि लाइक आई वाज टोटली अनकन्सियस जस्तो भयो कि त्यो कस्तो हुन्छ नि त्यो ढोकाले औँलाले च्यापियो कि होइन गाडीको ढोकाले अनि मैले चाहिँ चलाउन सक्ने स्थिति नै भएन अनि साथीले मलाई राखेर छिटो कुदाएर अनि के भन्छ अरे फार्मेसीमा मेडिकल लिएर गयो जाने बित्तिकै मेरो फर्स्ट क्वेसन के थियो थाहा छ के थियो मेरो फर्स्ट क्वेसन त्यो मेडिकलको दिदीलाई दिदी मेरो यो औँलामा नङ गयो जस्तो लाग्छ होइन म हल्का के भन्छ कन्सियस भन्नाले हल्का के भन्छ अब चाहिँ हल्का दुख्न त कम भएको छैन अब हल्का रिल्याक्स भयो जस्तो फिल हुन्छ नि त्यहाँ हल्का उपचार गरेपछि अनि त्यसपछि दिदी मेरो नङ त पलाउँछ नि भनिदिरहेको मैले फेरि नङ त पलाउँछ मेरो खुट्टाको नङ चाहिँ कस्तो भएको छ भने एकचोटि गाउँमा गोरु भनेपछि त्यो सुरुमा गाडी चलाउनु जस्तो मन लाग्छ नि गोरु कुदाउन त्यस्तै मन लाउने क्या जोत्ने भएपछि होइन अब जहाँ जसले जोतेको हुन्थ्यो हामी त्यहीँ पुग्थ्यो क्या कोही दाईहरू चाहिँ कस्तो हुनुहुन्थ्यो नि दिँदै नदिने होइन यो दाइले जोतेको थाहा जानिएन भन्ने कोहीको चाहिँ के हुन्थ्यो भने 1-2 चोटि ल नि त ल जोत भनेर दिने क्या हामी फेरि अब साथीहरू थियौँ त्यहाँ होइन जोत्ने भनेपछि जहाँ पनि जाने एकचोटि चाहिँ मेरो नङ चाहिँ गोरुले किच्दै गएको छ अनि एकचोटि चाहिँ त्यस्तै खेतमा खेल्दाखेरि त्यो लक्कु डाल थाहा छ तपाईँलाई थाहा छ तिमीलाई सरी त्यो लक्कु डाल खेल्ने बेलामा चाहिँ ढुङ्गा खसेर त्यो नङमा लागेको छ 2 चोटि लागेको छ र तेस्रो चोटि पलाएको नङमा चाहिँ यो चाहिँ नङको त्यो एकदम पातलो लेयर हुन्छ नि त्यस्तो मात्रै छ क्या अहिले अनि त्यो दिन पछि दिदीले फेरि के एन्सर दिएको भने के दिनु भयो भने त्यो दिदीले चाहिँ ए भाइ मेरो गाउँमा घाँस काट्ने बेला नङै उछुटेर फेरि नङ पलाएको त आइसक्यो अब के अरे गएको नङ त आइसक्यो तपाईँको के नै भर्खर अलिकति त्यो थिचेको त हो नङ पलाउँछ नातिनु कति आत्तिएको तपाईँ भन्नु होइन अनि पछि गएर ओके त्यहाँबाट चाहिँ हामी निस्क्यौँ अनि थोरै अब खाजा खान जाने भन्ने बेलामा यस्तो पीडा भइरहेको छ हातमा यस्तो दुखिरहेको छ होइन त्यसपछि के हुन्छ भनेको रिजल्ट हेरेको त 47 होइन स्पिकिङमा 47 बट है म चाहिँ त्यसपछि चाहिँ अनि अब चाहिँ प्र्याक्टिस गर्नु पऱ्यो अलिकति भनेर प्र्याक्टिस भन्दा नि मैले त्यसपछि खासै प्र्याक्टिस गरेन होइन हजुर त्यसपछि के भयो भने माइन्डमा के हो अब त्यतिखेर अब मैले के भन्छ अरे मैले बोलेर नमिलेको हो कि त्यहाँको माइक्रोफोनको प्रब्लम
अब सबैलाई त्यस्तो लाग्छ भने किनभने आइएल्समा चाहिँ खासै त्यस्तो टेक्निकल प्रब्लम चाहिँ त्यति नहुँदो रहेछ किनभने इन पर्सन हुन्छ पिटीमा चाहिँ कहिलेकाहीँ चाहिँ त्यो टेक्निकल प्रब्लम गर्दा पनि बिग्रिने रहेछ क्या आइएल्स फेरि नेक्स्ट एटेम्पमा चाहिँ म चाहिँ कस्तो विश्वास गर्थेँ भने अब चाहिँ होइन अब चाहिँ गड लेट इट वाट एभर इट बी होइन जेसुकै होस् अबको एटेम्पमा भएन भने चाहिँ सकियो म गर्दिनँ अनि पछि गएर कहिले फेरि यस्तो थियो नि त त्यति बेला गर्नु पनि सजिलो थिएन नि एकचोटि फेल भने अर्कोचोटि पिटी गर्नलाई 26-27 भर्नु पर्थ्यो नि त हो नि विच वाज भेरी टफ फर अस यु नो त्यही त अनि मैले चाहिँ त्यो टाइममा के गरेँ सेकेन्ड एटेम्पको लागि चाहिँ अनि सेकेन्ड एटेम्प चाहिँ लगभग 1 महिना जतिमा बुक गरेपछि अनि त्यसपछि चाहिँ मैले होइन म चाहिँ त्यसलाई कोइन्सिडेन्स भन्ने कि होइन त्यसलाई चाहिँ अब के भन्ने होइन जसमा चाहिँ मेरो 47 आएको थियो नि मलाई थाहा छ त्यो 70 अपोजिट आइदियो त्यो इगो मेल इगो हुन्छ नि त्यसलाई त्यही त त्यो राखेर चाहिँ अब ठ्याक्कै अपोजिट आइदिरहेको पछि त ओके भन्ने भयो अनि पछि चाहिँ त्यसपछि त एउटा हौसला आयो कि अनि त्यसपछि अब चाहिँ एप्लाई गर्नुपर्छ भनेर भयो अनि त्यसपछि चाहिँ हामी एप्लाई गर्दै जाँदा अघि नै सागरले भने जस्तै फर्स्ट टाइम हुन्छ नि अब सागर र मेरो कसरी भेट भयो भने यसो भनिदिउँ न होइन अनि के भइदिएर भने सागर हामीले अब सागर स्याङ्जाबाट म चाहिँ मेरो गाउँ चाहिँ तनहुँ मेरो बसाइ चाहिँ बच्चादेखि नै हामी पोखरा होइन अनि सागर उता के भन्छ अरे अब एप्लाई गर्न अब आइएल्स के अरे पिटी दिएर होइन सबै सकेर म पनि त्यही फेजमा थिएँ अब चाहिँ एप्लाई गर्ने भन्ने बेलामा चाहिँ अनि साथी जस्तै भेटजा होइन यसो साथीहरू सबै भेटघाट त अब त्यहाँ सबै पढ्नेलाई आइहाल्यो कस्तो भइरहेछ अब कति आइरहेछ भन्ने सोध्ने त भइरहेको थियो होइन त्यही त अनि पछि तिमीसँग नि सोधे होला त्यही त अनि भानु पनि थियो होइन अनि हामी 3 जना थियौँ तिमी म भानु भानु चाहिँ अलि पछि नै आयो पछि एप्लाई गर्ने बेलामा थियो त्यति बेला त्यही त उसले पछि एप्लाई गरेको तर हामी सँगसँगै एउटै सर्कलमा थियो होइन अनि त्यो टाइममा चाहिँ नि हाम्रो चिन्जान सागर र मेरो चिन्जान भयो अझै त्यो त्यति राम्रो चिन्जान भएको थिएन अनि एउटा त्यो इन्ट्रेस्टिङ मोमेन्ट चाहिँ कहाँनिर भइदियो भने मलाई आई स्टिल रिमेम्बर है अनि हामी चाहिँ काठमाडौँ गएको अनि म र आशिष होइन मेरो साथी आशिष अनि तिमीले पनि चिन्छौ हामी चाहिँ काठमाडौँ गएको अनि मेडिकल गर्न भनेर आशिष र मेरो मेडिकल एकै दिन होइन मेरो पनि मेडिकल त्यही दिन थियो तर कस्तो भइदियो भने मैले चाहिँ अब त्यो काठमाडौँ जानलाई अलिकति मेरो थोरै कामहरू थियो गाउँतिर पनि होइन अलिअलि अब त्यो असारको बेला जस्तो थियो त्यो अब जोतखन गर्नुपर्ने बाँझो जोतखन यताउता गाउँतिर जान थियो कि अब कसो थियो मेरो त्यस्तै लाइसेन्सहरू निकाल्ने के दौडधुपमा थिएँ म अनि त्यति बेला म काठमाडौँ जान अलिक सक्दिनँ होला त्यो टाइममा भनेर मेडिकल सार्नको लागि त्यहाँ कन्सल्टेन्सीमा मैले सोधेको थिएँ त्यहाँको अब काम गर्ने दिदीहरूलाई उहाँ चाहिँ के भन्नुभएको थियो भने मेडिकल सार्न मिल्छ मेल लेख्नु पर्छ मेल लेखेर मेडिकल सार मैले चाहिँ यो डेटमा आउन भ्याउँदिनँ आई विल कम आफ्टर दिस डेज भनेर त्यस्तो एउटा मेल लेखेको थिएँ तिनीहरूले चाहिँ कस्तो गर्दैछ भने अब मेल मलाई केही पनि आएन रिटर्न होइन अनि म त हिँड्नु पऱ्यो मेल नआएपछि त अनि म चाहिँ बाटोमा जाँदा कि अथवा काठमाडौँ पुगिसकेपछि मलाई मेल आयो क्या बल्ल तिमी काठमाडौँ पुगिसकेपछि तेरो मेडिकल सरेर यो दिनमा भयो भनेर मेल आएन एक्ज्याक्टली दिन थाहा भएन अब आउन त आइसकेको थियो होइन काठमाडौँ पुगेपछि अब के गर्नु त जान त पऱ्यो एकचोटि त्यत्रो खर्च गरेर गएको छ त्यो बेला तिमीलाई थाहा छ पहिरो गएर कस्तो अवस्था थियो त्यति बेला धार्केमा त्यो पहिरो गएर हामी धार्केमा पहिरो गएको भएर त्यो दिनमा साथी र हामी माथिबाट हुन्छ नि घुमेर माथि त्यो डाँडाको बाटो गएर मलाई एक्ज्याक्ट ठाउँको नाम के अरे ट्याक्सी लिएर गएको थियो एकदम गाह्रो भएको थियो होला ट्याक्सी चढाउनलाई तर साथी जो स्किल चाहिँ मान्यो मैले उसको होइन अनि के भयो भने त्यो दिनमा उसले माथिबाट हामी माथिबाट गयौँ हामी टाइममा पुग्यौँ होइन अनि टाइममा पुगिसकेपछि अनि त्यही दिनमा अनि तिम्रो र हाम्रो भेट भयो होइन उहाँ मेडिकल गर्ने बेला भेट भयो अब खास गरी त पहिला तिमीसँग भयो होइन आशिषसँग भयो त्यही त अब तिमीहरू दुईजनाले सँगै पैसा राखेर क्या तिमीले राखेर क्या अनि आशिषलाई चाहिँ त्यति बेला अलिकति त्यो तिमीभित्र अब छिटै आउँछौ भन्ने तिमीहरूको कुरा भयो रहेछ क्या तिमी ढिलो भएछ भित्र त्यही त अनि आशिषलाई फेरि अलिकति त्यहाँ पैसा नपुगेको रहेछ 500 जति फेरि पैसा तिमीसँग रहेछ आशिषको पैसा पनि अनि मलाई चिना रहेछ आशिषले म चाहिँ आशिषलाई चिनाएको थिएन फेरि त्यति बेला मलाई चाहिँ त्यो दिनको याद आउँछ कि त्यो दिन बेलुका चाहिँ हामी 3 जना होइन तिमी म आशिष हामी 3 जना चाहिँ रमाइलो गर्दै गयो मेडिकल सेडिकल भयो होइन टक्क म चाहिँ टेन्सन भएर गइरहेको थिएँ मेरो कहानी सुनाउँछु एकछिनमा त्यही त अनि त्यतिखेर चाहिँ हामी फर्किने बेलामा हुन्छ नि पुरा अब बेलुका भइसकेको थियो अनि हामी सँगै 3 जना फर्किने प्लान गऱ्यौँ होइन अनि गाडीमा 3 जना अब सँगै यस्तो रमाइलो भयो कि होइन अनि पछि हामी गफ गर्दै आयौँ होइन अनि पछि गएर गीत सुन्दै गफ गर्दै
अनि बिचमा फेरि अब नेपालको बाटो हो त्यही त हो पहिरो गएर होइन अड्किनु पऱ्यो होइन अब त्यति बेला म अझ कसरी गयो भने त्यो मेडिकल गर्नै पर्छ भनेर पहिरो गयो त्यो धार्केमा जाम चाहिँ 45 किलोमिटरको जाम भयो क्या त्यति बेला त्यो पृथ्वी हाइवेमा हो नि त्यो न्युजै थियो होइन 45 किलोमिटर जाम हुँदाखेरि धार्केभन्दा त धेरै यता थियौँ हामी मलेखु नै पुगेको थिएन अझै त्यो त्यत्रो जाम थियो अनि त्यहाँबाट गाडी त कुनै हालत पनि पास नहुने त्यो दिनमा कुरा भइसक्यो धेरै बेर लाग्ने बाटो खुल्नला भन्ने कुरा भयो अनि त्यसपछि लिफ्ट माग्न थालेँ मैले सुरुमा सबैलाई रोकेँ कसैले पनि रोकेन होइन अब सबैको आफू धुनुहुन्छ कोही कहाँ जाने हुन्छ अनि एउटा दाइलाई पल्सर 150 मा हुनुहुन्थ्यो त्यो दाइ 150 180 जस्तो चाहिँ दाइलाई रोकेँ दाइ मेरो यस्तो यस्तो कामले म काठमाडौँ जाँदैछु गाडी यस्तो भयो मेरो भोलि बिहानैको मेडिकल छ भनेर भनेको त्यो दाइले ल जाम न त हुन्छ बस भनेर भन्नुभयो मेरो फोन पनि अफ भइसकेको थियो फेरि त्यति बेलासम्म बाटोमा जाम पऱ्यो न त्यहाँ होटेल छ न घर छ अब घर त थिएँ होइन अब कता जाने कसो गर्ने अनि दाइहरू बस्छ मोबाइलले अफ हुन लागिसकेको थियो अनि त्यो दाइले काठमाडौँ के भन्छ त्यो कलङ्की त्यहाँ लगेर एउटा होटेलमा गएर चिया खुवाउनु भयो अनि त्यसपछि ल दाइ अब यत्रो सहयोग गरिदिनु भयो कति लिनुहुन्छ त भन्दाखेरि त्यो दाइले अब कोही मान्छे त्यस्तो पनि हुन्छ क्या होइन त्यो दाइले के भन्नुभयो भने मलाई के पनि चाहिँदैन भाइ तिमी अब यस्तो कामले दुःखले आएको अब तिम्रो सबै कामहरू राम्रो होस् भनेर त्यो दाइले भनेर अनि मेरो साथीलाई फोन गरिदिएर अनि मलाई चाहिँ एक ठाउँमा बस्न लाएर मेरो साथी चाहिँ त्यहाँबाट आएर मलाई पिकअप गरेर लिएर गयो क्या त्यही भएर कहिले कस्तो हुन्छ नि हामीले सोचेको हुन्छ नि अनि अब चाहिँ केही कुराहरू हुन्छ नि अब हामीले सोचेको चाहिँ अब यो कुरा चाहिँ बन्दैन लास्टमा चाहिँ हामी हार खाने बेला आउँछ नि अब चाहिँ सकियो भन्ने बेलामा चाहिँ हुन्छ नि देयर इज समथिङ हुन्छ नि कोही हेल्प देयर इज समथिङ के कोही न कोहीले आएर तिमीलाई हेल्प गर्छ अनि म चाहिँ केमा विश्वास गर्छु भने मैले चाहिँ अब त्यतिखेरदेखि नै जबसम्म चाहिँ एउटा मलाई चाहिँ पहिला चाहिँ एकदम अब हुन्छ नि यो भन्ने कुरा भइहाल्छ जस्तो लाग्थ्यो अहिले चाहिँ मलाई कस्तो लाग्छ नि के भन्छ अरे गड इज अलवेज फास्टर देन वी फेल भन्छ कि भगवान् चाहिँ जहिलेकै अब हामी चाहिँ म चाहिँ अझै कस्तोमा विश्वास गर्छु भने अब यो म चाहिँ यहाँबाट यस्तो छ भने म खस्नै लाग्छु भने भगवान्को हातले चाहिँ पहिला थाम्छ भन्छु कि त्यही हो त्यसमा चाहिँ म विश्वास गर्छु अब त्यो भन्दै गर्दाखेरि फेरि आफ्नो कर्म चाहिँ गरिरहनु पर्यो होइन आफ्नो काम त कर्म गर्दै अब कहिलेकाहीँ अब त्यस्तो हुन्छ होइन सबै कुरा भगवान्लाई पुऱ्याएर पनि हुँदैन कर्म त गर्नै पर्यो अनि त्यो दिन अब तिमीहरू गइरहेछौ तिमीहरू मेडिकल गर्दै रहेछौ म र मेरो साथी कुशल भन्ने कुशल छ क्या कुशल चाहिँ मेडिकलमा गयौँ कुशल अनि मेरो दाइ पनि हुनुहुन्छ दिपेना दाइ भन्ने हामी तीनजना गयौँ त्यहाँ अनि कुशल चाहिँ बाहिर वेट गरेर बसिरहेको थियो क्या अनि आशिष भेटियो त्यहाँ होइन अनि आशिषलाई चाहिँ ल मसँग छ नि त पैसा मिलान आएपछि त्यो हो नि त भनेर आशिषलाई दियो पैसा त्यसपछि तिमी आयो अनि म मेडिकल गर्नुभित्र गएको है अनि त्यो मलाई त मेल त आइसकेको थियो तेरो मेडिकल सर्यो भनेर तर म काठमाडौँ गइसकेपछि मेल आएको थियो नि त त्यहाँ त नेपालको त जुनसुकै ठाउँबाट पनि मेडिकल गर्न जान्छ नि त बाटो त्यस्तो छ काठमाडौँ एक दिनमा भर्खरै जान सम्भव छैन कुनै हालत पनि सम्भव छैन फेरि भर्खर आज मेडिकलको डेटलाई शिफ्ट गरेर भोलि सार्दियो भने त कामै भएन त्यो त वर्थ इट भएन अनि गएको म तिम्रो त मेडिकल अलरेडी सरिसकेको छ भन्यो म पोखरादेखि आयो काठमाडौँमा भएको भए त म मेडिकल सरी म आउँथिनँ पोखरादेखि आयो मलाई त केही न केही त गरिदिनु पऱ्यो नि त तपाईँहरूले भनेर भनेको केही पनि गर्न सकिँदैन हाम्रो अहिले एकदमै प्याक छ होइन अब अर्को डेट लिएर आउनुपर्छ भन्ने कुरा गर्यो त्यत्रो दुःखले होइन अब खर्च भइहाल्छ अभियसली गाडीको भाडा दिनु पऱ्यो यताउता होइन गएको अनि त्यसपछि मैले त अब अलिकति रिस उठे जस्तो भयो अनि भने कि तिनीहरूलाई तपाईँहरूले यति पनि गरिदिनु नसक्ने अब काठमाडौँ पोखरादेखि कस्तो तरिकाले आएको छ भनेर अलिकति त्यो रिसको स्वभावले भने जस्तो फिल भएछ कि त्यस्तै भएछ त्यति बेला फ्रस्ट्रेसन थियो होला नि त अनि त्यो एउटा केटीलाई चाहिँ अलिकति त्यहाँ एउटा दिदी हुनुहुन्थ्यो त्यो दिदीलाई चाहिँ मैले अलिकति करै गरेँ क्या गरिदिनु भनेर अनि त्यो दिदीले चाहिँ एउटा त्यहाँको सरलाई बोलाउनु भयो अनि त्यसपछि यो भाइले यस्तो यस्तो गरिरहेछ के भन्नु त्यो सरले त सिधै धम्की दिइरहेको मलाई ओके मेडिकल गर्ने यही मात्रै अप्सन होइन अरू ठाउँ छ गएर गर म यहाँ डिलिट गरिदिन्छु नाम बढी बोल्यो भने सिधै म डिलिट गरिदिन्छु भाइ अर्को मेडिकलको डेट लिएर आउने भने अनि हुन्छ नि त तिम्रो डिलिट गरिदिने भने गरिदेऊ भन्ने जस्तो सोचाइरहेको थियो अनि त्यही पनि डिलिट गरिदिनु भन्नुभन्दा अगाडि कन्सल्टेन्सी फोन गर्नु पऱ्यो भनेको कन्सल्टेन्सीमा फोन गरेको चाहिँ अरू ठाउँ पनि छ तर सस्तो चाहिँ त्यहाँ लिन्छ भनेर भन्यो क्या लगभग ठ्याक्कै आधाको फरक रहेछ अब 8,000 समथिङमा भएको थियो मेडिकल अर्को ठाउँमा 17,000 रहेछ त्योभन्दा त बरु पोखरा गएर फेरि काठमाडौँ आउँदा सस्तो पर्ने भयो ल ठिक छ अब ठिकै छ अब यस्तो यस्तो मेरो गल्ती पनि भयो होला तपाईँहरू के हो थाहा भएन
म अर्कोचोटि आउँछु भनेर अनि मेडिकलको अर्को डेट लिएर फेरि काठमाडौँ जानु पऱ्यो क्या अनि त्यति बेला अब तिम्रो ट्याक्सीमा आएको रहेछ अब मलाई काठमाडौँ बस्न पनि मन लागेन होइन त्यो दिन अब मेरो मेडिकल भएको भए चाहिँ म काठमाडौँ बसेर साथीहरूसँग एकछिन यताउता डुलेर पशुपति जाने प्लान थियो होइन त्यसपछि मलाई कहीँ पनि जान मन लागेन कि त्यो भएन होइन अनि त्यसपछि अब तिमीहरूसँग सँगै फर्कियो त्यस्तो आउने त थिएँ म त त्यो दिनमा चाहिँ के रमाइलो भएन नि म चाहिँ भर्खर त्यो होइन ड्राइभिङ गर्नलाई त्यहाँ हात बसालिरहेको थिएँ होइन हजुर ड्राइभिङ त गरिरहेको तर हात राम्रोसँग बसिरहेको थिएन हाइवेमा अनि अब त्यो दमोली आउनु भन्दा अगाडि के मलाई थाहा छ अब आशिषले भन्छ त्यसपछि अब खास 2 गियरमा चला भन्छ मैले सधैँ 4 गियर हाल्छु तिम्रो कस्तो हुन्थ्यो भने अब बाटो त्यति बेला लास्टै ध्वस्ती थियो होइन अनि 4 गियरमा हालेर चाहिँ कुदाउनु त बाटै थिएन अनि घरिघरि त 1 गियरमा हाल्न पनि कन्डिसन थियो कि 1 गियरमा हाल्दा तिमीले 3 गियरमा हाल्ने 2 गियरमा हाल्यो भनेको 4 गियरमा हाल्ने गाडी घट्टको भर्खर रोकियो घट्टको आफूलाई डर लागिरहेको फेरि कस्तो चलाएको होला अब चलाउन नदिकन अब साथी पनि अब तिमी भर्खर त्यही दिन मात्रै चिनेको नि त्यही दिनमै चिनेको पुरा लाग्यो कस्तो चलाएको होइन त्यही त अब त्यसपछि अब पोखरा आइयो त्यही त पोखरा आयो अनि त्यसपछि प्लान गर्दै गयो के अरे म चाहिँ फेरि मेडिकलमै रोकिरहेको थिएँ पछि गएँ मेडिकल गरेँ अनि फेरि फर्कियो होइन त्यही त अब यो कुराकानी भनेको हुँदै राख्छ होइन अब यसलाई समरी सर्टमा भन्नुपर्दा चाहिँ त्यसपछि चाहिँ हामी दुईजनाले भिजा अप्लाई गऱ्यौँ होइन अब यो चाहिँ हामी फेरि भन्दै गरौँला अर्को पार्ट पनि भनौँला होइन तर आज चाहिँ हामीले वास्तवमा भने हामीले चाहिँ अडियो टेस्ट गर्न लागेको होइन अनि अडियो टेस्ट र जस्ट एउटा स्मल के अरे सानो एउटा प्रयास भनौँ न गफ भनौँ न त्यही त पछि अब सम्भव हुँदै गयो राम्रो हुँदै गयो होइन त्यही त त्यही भएर यो चाहिँ हाम्रो फर्स्ट त्यही त यसलाई फर्स्ट एपिसोड भन्ने कि यसलाई गफ भन्ने कि जसरी भने पनि भनौँ त्यही भएर अरू कुराहरू चाहिँ अब हामी कसरी क्यानाडा अप्लाई गऱ्यो होइन क्यानाडा अप्लाई गरेको त लगभग अलिअलि भनिसक्यो हामी क्यानाडा आइसकेपछि हाउ स्टार्टेड होइन हामी कसरी स्ट्रगलहरू भयो त्यो सबै कुराहरू छ अनि गफ गर्दै गरौँला होइन चाहिँ के भन्न चाहन्छौँ भने अरू हाम्रो अब जस्तै हाम्रो एउटा एक्सपिरियन्स भयो होइन हाम्रो अस्ति अरू कसैको गाह्रो एक्सपिरियन्स हुनसक्छ सजिलो एक्सपिरियन्स हुनसक्छ सम्पूर्ण साथीहरूसँग सँगै जोडिने छौँ भन्ने अब बाचाका साथ है त्यही त अनि अब यो चाहिँ हाम्रो प्राइमरीली भन्नुपर्दा यो चाहिँ हाम्रो दिस इज आवर फर्स्ट ट्राई एभर आफ्टर कमिङ टु क्यानाडा म चाहिँ नेपालमा हुँदा चाहिँ अलिअलि चकचक गरिरहेको हुन्थेँ अब मिडियामा काम गर्ने भएर अलिकति बोल्ने यताउता गरिरहेको हुन्थेँ तर त्यो चकचक नगरेको धेरै भइरहेको थियो होइन लगभग अलमोस्ट इट्स बिन 2 इयर तर आज चाहिँ 2 वर्षपछि माइक्रोफोन समात्दा चाहिँ हुन्छ नि हेडफोन लाएर माइक्रोफोन समात्दा चाहिँ कस्तो लागिरहेको भने म त स्टुडियोमै छु कि जस्तो फिल भइदिरहेको स्टुडियो नै छ हाम्रो सानो स्टुडियो अब यो चाहिँ हाम्रो मिनी स्टुडियो होइन माया गरेर राख्नुपर्छ स्टुडियोलाई होइन अब त्यही भएर 2 वर्षपछि चाहिँ माइक्रोफोनमा बोल्दाखेरि होइन अनि पछि गएर अनि यसरी अब अडियो सेटअप रेकर्डिङ गर्दाखेरि चाहिँ होइन अनि एउटा हुन्छ नि त्यो दोज हु वर्क इन दिस फिल्ड दे फिल द होइन तिनीहरूलाई रमाइलो लाग्छ होइन मैले कामै नगरे पनि रमाइलो लागिरहेको त्यही त हो नि त्यो जसले काम गर्छ त्यसको मात्रै रमाइलो भन्ने कुरा हुँदैन हो नि होइन अब कस्तो हुन्छ भने अब यसलाई चाहिँ अब यतिकै समरी स्विटमा चाहिँ अब कन्क्लुजन गर्ने गरौँ आजको लागि भने यति नै र अरू एपिसोडको लागि एपिसोड भन्दा पनि अरू हाम्रो कुराकानीहरूलाई फलोअप गर्नको लागि प्लिज डु सब्सक्राइब एन्ड फलो अस थ्याङ्क यू फ्रम माई साइड एन्ड सागर चियर्स थ्याङ्क यू सो मच